हेलो हेलो साथीहरू, म चाहिँ अचार बनाउनतर्फ लागेँ। मैले चाहिँ अचारको लागि गाजर मुला लिएँ है साथीहरू। अनि मैले चाहिँ कटिङ गर्दैछु। कटिङ अलिक धेरै छ नि त। अनि मुला गाजर अनि थोरै लसुन पनि लिएँ मैले चाहिँ। काटी पनि सकेँ मैले सबै। अनि अब यसलाई चाहिँ दिनभरि घाममा सुकाउनुपर्छ, ओइलाउनु पर्छ नि त साथीहरू, धेरै टाइमसम्म बस्छ। अनि मैले चाहिँ घाममा लगेँ साथीहरू सुकाउनुलाई। अनि मैले चाहिँ यो केराउ पनि मिसाउँछु। मैले चाहिँ सुकेको भिडियो चाहिँ मैले क्याच गर्न सकिनँ। अनि यसलाई चाहिँ मैले तेलमा मेथी अनि बेसार चाहिँ झार्ने। अनि त्यसपछि मैले सबै मिक्स गरेँ साथीहरू। अनि स्वाद अनुसार नुन पनि हालेँ अनि खोर्सानी। अनि त्यसपछि मैले हालिसकेँ बट्टामा। यस्तो भयो साथीहरू। अनि हजुर पनि बनाउन सक्नुहुन्छ, बनाएर खान सक्नुहुन्छ। बाई बाई।